हेलो सबैजना साथीहरुलाई चाहिँ मेरो सर्ट भिडियो युट्युब च्यानलमा चाहिँ तपाईहरुलाई स्वागत छ। आज चाहिँ म राँगाको मासुको चाहिँ अचार बनाउन लागेको। फर्स्ट टाइम म मेरो एक्सपिरियन्स चाहिँ कस्तो हुन्छ त भिडियो चाहिँ म अन्तिमसम्म सबै भिडियो देखाउने छु। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला, माया गरिदिनु होला। यदि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। साथी हो तपाईहरुलाई चाहिँ बबको अचार मन पर्छ पर्दैन, यदि कहिले नि खानु भएको छैन भने एकचोटि खाएर टेस्ट गरेर हेर्नु। यदि खाइरहेको साथीहरुलाई चाहिँ तपाईहरुलाई थाहा नै छ। यहाँ चाहिँ मैले पकाउन सुरु गरिसकेँ। एक दुई गरेर चाहिँ तपाईहरुलाई चाहिँ मन पर्छ भने कमेन्ट गर्न सक्नुहुन्छ साथी हो। आज चाहिँ म फर्स्ट टाइम मेरो युट्युब च्यानलमा चाहिँ राँगाको अचारको भिडियो राख्दैछु। धेरै छैन, त्यही पनि म अर्डर आएको थियो, अर्डर मात्रै बनाउने भएकोले चाहिँ तपाईले अर्डर गर्नु हो भने म बनाउने छु साथी हो। कस्तो हुन्छ त भिडियो लास्टसम्म हेर्दिनु होला। भिडियो चाहिँ हामी चाहिँ एकदम चाहिँ सबै कुरा देखाउन सकिनँ मैले, किनकि बच्चाले चाहिँ मलाई मोबाइल नदिएको कारणले चाहिँ भिडियो बिबिचमा मात्रै देखाएँ। सबै मासु चाहिँ यति थियो। 10 केजीको अचार चाहिँ बनाएको हो। त्यहाँ पनि बाबुले चाहिँ यहाँ डिस्टर्ब गरेर आएको छ, त्यही भएर चाहिँ म सबै भिडियो देखाउन सकिनँ। यसरी एक दुईचोटि गर्दै चाहिँ मैले पकाएर चाहिँ यहाँ चाहिँ मासुको पानी चाहिँ सबै सुकाउनु पर्छ। यहाँ तेलमा हालेर चाहिँ एकदमै हाई आगोमा चाहिँ ठुलो चुलामा बनाए नै हुन्थ्यो, तर मैले चाहिँ थोरै बनाउने भएको कारणले चाहिँ मेरो कराई पनि सानो भएको कारणले चाहिँ थोरै राखेर चाहिँ 8-9 डुस्टी गरेर नै 10 केजी मासु भ्याए। यसमा राख्नलाई चाहिँ मरमसला चाहिँ मैले पनि यहाँ पकाइसकेँ। सबै मरमसला हालेर चाहिँ 1 मिनटसम्म मैले वेट गरेर यहाँ सब चलाइरहेँ मैले। यो रेडी भइसके पछाडि चाहिँ अब एकैछिनपछि मासुमा खनाउने। मासुमा खनाएपछि कस्तो हुन्छ त कलर चाहिँ तपाईहरुले हेरिदिनु होला साथी हो। यहाँ चाहिँ मैले अदुवा लसुन अनि खुर्सानी सब जिरा सबै पिसेर चाहिँ मैले मिक्सर युज नगरिकन सबै कुरा चाहिँ घरकै अर्ग्यानिक मैले प्रयोग गरेको छु साथी हो। एकदम टेस्ट आउने जस्तो भएर चाहिँ हेर्ने बेला नै 1 मिनटसम्म यसरी हिटमा मैले पकाएँ। यसलाई पकाएर चाहिँ हेरेँ लास्टसम्म चाहिँ अब पाक्यो कि पाकेन भन्दै चलाउँदै गरिरहेको छु। अब चाहिँ पाक्न लाग्यो। पाकिसकेपछि चाहिँ नुन बेसार सबै लास्टमा चाहिँ मैले नुन हालिदिएँ, किनकि म सबै चाहिँ पिसेको भिडियोहरू चाहिँ म तपाईँलाई देखाउन सकिनँ, किनकि म चाहिँ अलिकति व्यस्त भएको कारण बाबुले गर्दा चाहिँ मैले सबै भिडियो नरेकर्न। यहाँ चाहिँ मैले खनाइसकेको छु मासुको अचारमा चाहिँ। अनि त्यहाँ चाहिँ हातले मोल्ने ठाउँमा चाहिँ तातो भएर चाहिँ मैले डाडुले अलिअलि चलाइरहेको छु। मेरो डाडु पनि बाङ्गो भएको छ, महँगो खालको डाडु भएर होला साथी हो। एकदमै हेर्दै खाउँ लागिरहेको छ। मैले चाहिँ अहिले टेस्ट पनि गर्छु लास्टमा चाहिँ। एकदमै मिठो भएको छ मेरो अचार चाहिँ। तर तपाईहरुले चाहिँ कस्तो लाग्छ? यो चाहिँ अर्डर आएको कारणले चाहिँ मैले 10 केजीको मात्रै बनाएको हो। यदि तपाईहरुलाई मन पर्छ भने कमेन्ट गर्न सक्नुहुन्छ साथी हो। यसमा चाहिँ एक दुई गर्दै चाहिँ म आफै बिस्तारै चलाइरहेँ, तातो भएको कारणले चाहिँ। एकदमै हेर्दै खाउँ लागिरहेको छ अचार चाहिँ। साँच्चीकै खाने मान्छेलाई चाहिँ यति मिठो लाग्छ, नखाने मान्छेलाई चाहिँ अब के हो जस्तो लाग्छ होला, तर खाने मान्छेलाई चाहिँ यति मिठो हुन्छ बबको अचार। यो चाहिँ 1 महिनासम्म चाहिँ एकदमै टेस्टी नै हुन्छ। अलिकति पछि राखी चाहिँ आजभोलि गर्मीको कारणले चाहिँ अलिकति घनाउन सक्छ, त्यही भएर अगाडि राख्न सक्नुहुन्छ। यहाँ चाहिँ सुकिसके पछाडि चाहिँ मेरो बुढोले चाहिँ एकदम आफै मोलिरहनु भएको छ। हात चाहिँ राम्रोसँग धुलाउनु भएको छ। फेरि पन्जा किन युज नगरेको भन्नु होला साथीहरूले, किनकि हामी चाहिँ अर्ग्यानिक अर्ग्यानिक भएर चाहिँ हामी केही पन्जाहरू हात साबुनले मजाले केही नै हुँदैन। मैले यहाँ टेस्ट गरेर देखाएको तपाईँहरूलाई यति बबाल मिठो भएको छ साथी हो। खाउँ सधैँ यही खाइरहने, तर मलाई चाहिँ खासै मासु खाएन, तर 1-2 पिस यस्तो सुक्यो चाहिँ मलाई पनि। त्यही भएर तपाईँहरूले चाहिन्छ भने कति खानुहुन्छ मासु। अनि कस्तो लाग्यो त मेरो मासुको अचार कमेन्ट गरिदिनु है साथी हो।